साग यस्तो पाइन्छ हामी 3 दिन 4 दिनमा आउँदाखेरि। धनियाँ फुलेछ, यहाँ भेन्डी, खोर्सानी, भेन्डी, डल्ले खोर्सानी भर्खर आउँदैछ। यो खोर्सानी, डल्ले खोर्सानी झ्याम्मै भएछ। टमाटर, करेला जाँदैछ, बोडी फल्दैछ। यहाँ करेला जाँदैछ माथि करेला फल्दै हुनुहुन्छ। करेला फल्दै हुनुहुन्छ झ्याम्मै भएर। यहाँ तुने बुढी पनि जानुहुँदैछ। तुने बुढी काँक्रा यत्रो भएछ, रुचिलो लागिरहेको छ। त्यस्तै छ जिन्दगी। प्याज त्यस्तो भएछ। आलु चाहिँ मभन्दा अल्गो भएछ। आलु, पियाज, यहाँ खोर्सानी, यहाँ फेरि साग फुलेर यस्तो भएछ। आज सब उखालेर गुन्द्रुक लगाउने। एप्पल यत्रो फुलेछ। यहाँ इस्कुस, खोर्सानी, यहाँ मटर चाहिँ यसपालि चराले खाएको छैन। मटर, यहाँ पनि साग यस्तो छ। यहाँ बोडी भर्खर आउँदैछ। बोडी त्यति भयो। आलु चाहिँ यस्तो भए साथीभाइ हो। फल्ने हो कि नफल्ने हो, फल्ने लक्षण हो कि नफल्ने लक्षण हो, आलुले देखाएको थाहा छैन। फलेन भने नि कोही बात छैन, देखे जाएगा। यहाँ फुलहरू फुल्नु हुँदैछ। फुल्नु हुँदैछ। यहाँ अर्को फुल फुल्नु आँट्नु भएको छ। यहाँ त्यसो जिन्दगी। यहाँ स्ट्रबेरी सबै फुल्दैछ। सक्यो। यहाँ स्ट्रबेरी फुल्दैछ। यहाँ पनि बोडी छ। फर्सी चाहिँ योपालि भएन, फर्सी फल्दैन। प्याज, अनि यहाँ छन् टमाटो छन् है। टमाटो यहाँ सयपत्री फुलको बिजन छ। यहाँ टमाटर यहाँ गमलामा रोपेको छ। ड्याम्मै 10-12वटा गमलामा टमाटर ड्याम्मै छ। मजाले यहाँ फुल फुलिरहनु भएको छ। सानो यो बारीको घरमा फुल फुलिरहेको छ। अनि यहाँ भित्र करेला फल्नु हुँदैछ। करेला 2-3वटा फल्नु हुँदैछ। यहाँ यता कहाँ जान्छु भनेर बाहिर निस्किन्छु भनेर जानु हुँदैछ। करेला, यहाँ खोर्सानी, काँक्राको बिजन रोप्नेवाला भयो फेरि। यहाँ खोर्सानी यति अल्गो भएछ। त्यहाँ किराले हाडुड्डो बनाएछ। यहाँ फुल्दैछ। यहाँ इस्कुस बाहिर निस्किन्छु भनेर निस्केको छ। यहाँ इस्कुस माथिबाट जाँदैछ। यहाँ नि करेला फुल्दै मर्दै फल्दै जाँदैछ। बोट, यहाँ काँक्रा फल्दैछ। यहाँ पनि काँक्रा हुँदैछ। करेलाहरू त्यस्तै छ है जिन्दगी।